र हेलो गुड मर्निङ सम्पूर्णलाई है आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ होला र आज भने चाहिँ हामी एउटा जग्गा जान आँटेको छौँ र त्यो जग्गा जानुभन्दा अगाडि चाहिँ हामीले चाहिँ आफ्नो स्कुटीहरूलाई चाहिँ धुनुपर्ने हुन्छ होइन यहाँनिर चाहिँ यहाँ धोएर मेरो पलिस हेर सक्यो मेरो पलिस सक्यो चाहिँ यस्तो छ मेरो ती कस्तो मैला चाहिँ परेको होला धुनु पर्ने हुन्छ तर अहिले भने चाहिँ फाइनली मैले स्कुटी धोइसकेँ होइन स्कुटीको चाहिँ लुक्स यस्तो छ अब धोइसकेर चाहिँ यहाँ कति मैला थियो अघि होइन चटक्कै बाँड्दैछ अफिस आइपुग्यो होइन यहाँ छ अफिस चाहिँ यता त सेजलदी हो यता चाहिँ हाम्रो फेरि राइडर बुबु र भर्खर घाँस काट्दै थियो अरे होइन दादा चाहिँ तिमी दाको मात्रै भनेको कि म यहाँ आइपुगेछ हो र गाइस अहिले भने चाहिँ हामी सदनबाट लागिसकेका छौँ होइन र अहिले चाहिँ यस्तो छ बाटोको हालत चाहिँ र म चाहिँ डेलिभर गर्नु चाहिँ यताबाट जुझ्नु होइन र यो बाटो चाहिँ एकदमै तपाईँहरू आउनुभयो भने चाहिँ गाह्रो भिराउने बाटो हो यो झन्ड्याङबाट र मौसम पनि जाडो हुँदैछ आमा कुखुरा लगिदिउँ क्या बोकेर दुईवटा र यहाँदेखि राइट गयो भने चाहिँ तपाईँको नामथाङ गान्तोकबाट जान्छ र यता चाहिँ हामी नाम्चीपट्टि जानेछौँ आज त कस्तो जाम आइतबारको दिन पनि शुक्रबार जाम हुनुपर्ने अगाडि चाहिँ होइन एकदमै राम्रो राइडर आउँदै हेभी लाग्छ मलाई बाइकको चाहिँ आउनुहोस् यता है गाइस अब चाहिँ तिमी तपाईँको चाहिँ फर्स्ट फेज सुरु भयो र राबोङ चाहिँ 13 किलोमिटर तिमतारको 19 किलोमिटर दामथाङ चाहिँ यहाँ रहेछ होइन गाइस अम्बो खतरा छ कस्तो आएको 150 दामी निक्लेको रहेछ त नि को आफ्नै मान्छे आफन्त भेट्यो नि चिन्दैन रहेछ यहाँ त नि ढोका र पैसा मागिदिन्थ्यो नि म आफन्त भेट्नुमा त कि चिन्दैन त अहिले भन्छ हामी तिमीदार आइपुग्यो यता चाहिँ बहिनी छ हाम्रो होइन यता चाहिँ दादा हो खैनी मार्नुमा बिजी छ हो अब नि हामीले भिडियो टक्क गऱ्यो कि खैनी सानो लुगाएन हो टक्क तारेभिर अरे झन्डै तारेभिर हुनेबाट रहेछ क्या तिमीदारको चाहिँ नजारा चाहिँ एकदम राम्रो रहेछ कि हामी सबैजना छौँ र हाम्रो केटाहरू चाहिँ यहाँ छ अनसेक दा रोनी घुमे छ अनसेक दा यहाँ यहाँनिर हो यस्तो छ त र यहाँ चाहिँ हामी छौँ मान्छे हेर्दै रहेछ निजल दा कतिको मजा आउँदैछ तिमीदारकोमा एकदम मजा आउँदैछ सिधु दा कस्तो मजा आउँदैछ तिमीदारकोमा र अब चाहिँ आप कर्नाटक छ होइन अब ए कस्तो मजा आउँदैछ काका र यता काका हुनुहुन्छ गाइस यस्तो छ त राति गाइस अहिले भन्छ हामी नाम्ची बजार छौँ होइन चोर जस्तो भएर हिँडिरहेको हामी चोर जस्तो भएर हिँडिरहेको हामी जोन बनेगा डोन होइन त्यही तिमीदाकोबाट लागिसकेको होइन एकदमै राम्रो रहेछ तिमीदाको नजारा चाहिँ होइन गाइस र है जतिजनाले पनि भिडियो हेर्नुभयो लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला र त गाइस बाई